I cannot wait to eat. यो यसको खोल निकालेको हो यो चाहिँ हामीले यो फिसहरू चाहिँ फिस प्राउन चाहिँ यहीँको हाम्रो यहाँ घर नजिकै एउटा लोकल फिस मार्केट छ त्यहाँ चाहिँ फ्रेस फिसहरू पाउँछ त्यहीँबाट लिएर आएको हो त्यो सायद अलिकति भाँचिन्छ अलिक केयरफुल भएर लिनुपर्छ फिस आजको मुकबाङमा हाम्रो ग्रिल फिस छ ग्रिल फिसमा मैले अलिकति तल भेजिटेबल पनि रोस्ट गरेको छु अनि त्यसपछि यहाँ हाम्रो पानीपुरीको लागि आलु अनि पानीपुरीको पानी यहाँ छ अनि यो ग्लासमा अलिकति गुलियो पानी पनि बनाएको छु र यहाँ चाहिँ चिली गार्लिक प्रन पनि छ र हाम्रो सालड हेलो फ्रेन्ड्स तपाईहरु सबैलाई स्वागत छ हाम्रो नयाँ युट्युब च्यानल नेपाली फ्यामिली युकेमा र यो हाम्रो फर्स्ट भिडियो हो हामीले चाहिँ यो नेपाली फ्यामिली युके च्यानलमा चाहिँ हामीले विशेष गरी खानाको फुडको ब्लग गर्दैछौँ र हाम्रो अर्को च्यानल पनि छ मानस एन्ड निशा फ्यामिली भन्ने त्यसमा चाहिँ हामीले चाहिँ स्पेशली ट्राभल भिडियोहरू यहाँ लोकली युकेको ठाउँहरू र थोरै युरोप अनि केही अफ्रिका को ठाउँहरूको भिडियोहरू राखेको छौँ र त्यसमा चाहिँ हामीले स्पेशली ट्राभल भिडियो गर्छौँ र यसमा चाहिँ हामी खानाको भिडियो गर्छौँ र आज हामीले ग्रिल फिस छ ग्रिल फिसमा मैले अलिकति तल भेजिटेबल पनि रोस्ट गरेको छु अनि त्यसपछि यहाँ हाम्रो पानीपुरीको लागि आलु अनि पानीपुरीको पानी यहाँ छ अनि यो ग्लासमा अलिकति गुलियो पानी पनि बनाएको छु र यहाँ चाहिँ चिली गार्लिक प्रन पनि छ र हाम्रो सालड र त्यही नै हो आजको खाए ल I cannot wait to eat. यो यसको खोल निकालेको हो यो चाहिँ हामीले यो फिसहरू चाहिँ फिस प्राउन चाहिँ यहीँको हाम्रो यहाँ घर नजिकै एउटा लोकल फिस मार्केट छ त्यहाँ चाहिँ फ्रेस फिसहरू पाउँछ त्यहीँबाट लिएर आएको हो त्यो सायद अलिकति भाँचिन्छ अलिक केयरफुल भएर लिनुपर्छ फिस मसरुम पनि म्यारिनेट गरेर हालेको बुढा म्यारिनेट गरेर चाहिँ के म्यारिनेट गर्नुपर्छ भनिदिनु न त साथीहरूलाई केही नै गरिन त्यही घरमा युज हुने नर्मल मसलाहरू अदुवा लसुनको पेस्ट ब्ल्याक पेपर गरेर त्यही नै गरेको हो म चाहिँ प्राउनबाट खान थाल्ने ल गार्लिक प्राउन हो म पनि फिस लिन्छु हातले लियो गार्लिक प्राउनमा चाहिँ के हालेर गार्लिक प्राउनमा केही नै हालेन जस्ट बटरमा गार्लिक सटे गरेँ अनि त्यसपछि त्यही प्राउन गार्लिक प्राउन अनि त्यसपछि हल्का लास्टमा चाहिँ अनियन अलिकति हालेर अनि त्यही नै हो के भयो मानसलाई चाहियो ल बनाएर खान्छ छोरा पनि पानीपुरी खान्छ अब यो पानीपुरी त एपिटाइजरमै खानुपर्ने हो नि त बुढा तिमी बनाउँछ र तिम्रो आफ्नो आफै बनाएर खाऊ न त्यही भएर म चाहिँ पानीपुरी चाहिँ
फेभरेट मलाई बनाएको तिमीले आफैलाई बनाउनु त्यसलाई त खाएँ ल पानीपुरीको अस्ति ठुलो रहेछ क्या पिस मुखमा हालिसक्नु भन यो पानीपुरीको पानीमा कागती हाल्नु भएन बुढा सो म चाहिँ अझै यही खाइरहन्छु एकछिन ल किनभने यो एपिटाइजर हो नि त अनि पानीपुरी चाहिँ तपाईँ नेपालमा हुँदा खानुहुन्थ्यो खानुहुन्थ्यो बुढा खान्थ्यो हामी चाहिँ एकदम खान्थ्यौँ कि विराटनगरको आठ खोलाको ठेलाको अझ त्यतिखेर त सानै थियौँ त्यति साह्रो हुँदैन थियो अहिले चाहिँ मिस हुन्छ एकदमै हामी पनि पोखरा बिरौटाको चोकमा थियो खुब मिठो थियो त्यसको पानीपुरी त्यहाँ गएर खाइन्थ्यो यो सबैलाई टुगेदर ब्लेन्ड गर्नुपर्ने मिठो अनि यो पानीपुरीको त्यो पुरी चाहिँ मैले आज तेलमा होइन एयर फ्रायरमा बनाएको एयर फ्रायरमा पनि राम्रै हुँदो रहेछ मैले त कहिले एयर फ्राईमा ट्राई गरेको थिइनँ त्यतिकै हालेर भइहाल्दो रहेछ हेल्दी अप्सन भयो नि त होइन हुन त हेल्दी नै खानु हो नि त स्वास्थ्यलाई राम्रो पानीपुरी खासै अनहेल्दी हुँदैन तर पानी पुरी डिप फ्राई गर्दा चाहिँ डिप फ्राइड हुन्थ्यो नि त तर यो पनि बेस्ट रहेछ नाइस एन्ड क्रन्ची छ त छ त्यो झिक्दा चाहिँ अलिकति सगी टाइपको हुन्छ तर एकछिनपछि चाहिँ क्रन्ची नै हुन्छ सलाद यसरी प्राउन हालेर खाँदा मिठो हुँदो रहेछ म पनि ट्राई गरौँ प्राउन त्यत्तिकै मिठो छ कि त्यो हाम्रो यो फिस मार्केटको चाहिँ फ्रेस क्याच टाइपकै हुन्छ नि त अब स्कटल्यान्डतिर कताबाट ल्याउँछ अनि सेलसँगै हुन्छ सेल मैले अहिले निकालेर सफा गरेको तर टेस्टी पनि हुन्छ क्या त्यो फ्रोजनको चाहिँ खासै टेस्टै हुँदैन नि त यो चाहिँ फ्रेस हुन्छ अनि एकदमै टेस्टी हुन्छ क्या मिठो भएछ सी फुड चाहिँ हामी बुढाबुढीकै फेभरेट हो कहाँ मलाई त लाइक अक्टोपस मसल्स सबै मन पर्छ सबै पाउँछ त्यहाँ एक दिन ट्राई गर्नुपर्ने छ अक्टोपस ल्याएर अक्टोपस मसल्स भनेर के हुन्छ लोब्स्टर यमी के रहेछ माछाको अन्डा पनि रहेछ त के माछा यो हुन चाहिँ आज चाहिँ यो चाहिँ के भन्थ्यो समथिङ कार्ब भन्थ्यो सधैँ त सिबास सिब्रिम खाने गरायो सो त्यति मिठो लागेन मलाई यो चाहिँ तपाईँले इन डिटेल टेस्ट थाहा पाउँछ म त चाहिँ मतलब हुँदैन कि जे पनि मिठो लाग्छ अनि काँडा पनि एकदमै काँडा हुँदो रहेछ सिबास र सिब्रिम नै ठिक हुन्छ नेक्स्ट टाइमलाई माछामा चाहिँ खै किन हो सधैँ यसरी कागती निचोरेर खाने भन्थ्यो नि त अब माछा चाहिँ काँडा नाइफ फोकले पनि खाइँदैन क्या हातले हो जिन्दाबाद म चाहिँ सानैदेखि माछा खान एकदम एक्सपर्ट थिएँ कि मम्मी ड्याडीले भन्नुभएको एकदम केयरफुल भएर खान्थेँ अरे क्या अर्को बोल्ने हाने हजुर एकदमै वाउ टेस्टी चाहिँ रहन्छ त्यो फिस हामीले लास्ट टाइम त्यो लामो खाएको थियो नि सिबास हो कि सिब्रिम हो त्यो त सही मिठो थियो नि बुढा सबै ग्रिलमा हालेको थियो नि भित्र भेजिटेबल स्टफ गरेर सिबास हो यो माछाको नाम के भन्थ्यो मैले सोधेको थिएँ एनिवे बुढाले चाहिँ फर्स्ट टाइम ट्राई गर्न किनेको होला
फेरि सानो सानो सिन्के काँडा पनि धेरै रहेछ होइन लाइक कस्तो काँडा हो नि त केटाकेटीले पनि यही माछा खाएको होइन के हो यो माछालाई के भन्थ्यो नि कार्पफिस भन्थ्यो तर त्यति मिठो मात्रै हुँदैन रहेछ कार्पफिस मलाई चाहिँ नेपालको त्यो तिलपिया जस्तै अलिअलि देखेर मैले त्यसरी लिएर आएको यस्तो सानो डरलाग्दो काँडा पनि टुमो चाहिँ हुँदो रहेछ क्या एनिवे फर्स्ट टाइम ट्राई गर्न लिएर आएको अबदेखि खाँदैन ब्याक टु सी बास एन्ड सी ब्रिम माछा चाहिँ एकदमै हेल्दी कुरा भयो यसमा ओमेगादेखि लिएर सबै भिटामिन्सहरू चाहिँ पाइन्छ क्या हाम्रो बडीले चाहिँ होइन लेमन हाल्ने रहेछ यता म्याचमा पनि जान्छ फेरि अब त्यो सिबासहरूमा चाहिँ यस्तो ठुल्ठुलो काँडा हुन्छ क्या खान पनि इजी हुन्थ्यो यसमा चाहिँ यो भित्र स्किन अब सानो काँडा ओहो माछाहरू त नेपालकै मिठो क्या त्यो पोखरामा खाएको छौँ हामीले एकचोटि उता पर कता गएर त्यो पालि त हामी पामे गर्थ्यौँ हामी त्यतिखेर नेपाल जाँदाखेरि त्यो माझीकुना त्यति पपुलर थिएन त्यस्तो उ थिएन अहिले चाहिँ अब माझीकुनाको भिडियोहरू पनि एकदमै देखिन्छ जस नेपाल जाँदा चाहिँ सब एक्सप्लोर गर्नु फुड टुर चाहिँ गर्नुपर्ने छ धेरै ठाउँको चाहिँ अब माझीकुनाको फिसहरू होइन अनि त्यसपछि त्यो चाहिँ के रियल क्याच गरेर पकाउने रहेछ रियल फिस त्यही तालकै फिस मसरुम मिठो बडो एकदमै यो चाहिँ तपाईँले डिफ्रेन्ट पानी बनाएको भन्नुहुन्थ्यो नि त्यो चाहिँ अलिकति स्विट बनाएको अपन ट्राई गर्नु न टु मच बिग खाइसक्यो क्या आजको खानामा पानीपुरी र प्राउन हिट भयो मिठो हुन्थ्यो आज नयाँ ट्राई गरेर गुलियोमा के गुलियो हालेको मिठो रहेछ सक्खर त्यही उ हालेको के भन्छ गुड भन्छ कि के भन्छ यो मिठो रहेछ पाउनु त त्यो अर्को अमिलो भन्दा मलाई साथीहरूले सिकाएको पानीपुरीको पानी बनाउँदाखेरि चाहिँ लास्टमा मजाले चिसो चिसो खानुलाई आइस हाल्नु अरे क्या मैले पनि आइस हालेको नेपालमा त झन् गर्मी हुन्छ गर्मी बेलामा अनि आइस हालेर त झन् मिठो हुन्थ्यो चिसो आइसको गोला जस्तै इन्डियनहरूले खाने पानीपुरी र हामी नेपालीले खाने पानीपुरी चाहिँ अलिक डिफ्रेन्ट नै हुँदो रहेछ क्या अस्ति हामी साउथमा जाँदा खाएको यस्तो हाम्रो नेपालीको जस्तो टेस्ट थिएन अलि अर्कै हुनु उनीहरूको पानी खाने हो तपाईँ
मिठो गुल्यो गुलियो भने त्यस्तो टु मच गुलियो पनि छैन होइन ठिक्क हो अब यहाँ चाहिँ धेरै नाइफ एन्ड फोर्क नै युज हुन्छ कि तर हामीलाई चाहिँ फेरि यस्तो खानेकुरा त्यो स्पेसली नाइफ र फोर्कले कसरी खाने है मान्छेले हात यो यस्तै ऱ्याप गरेर मिठो हुनु काँडा चाहिँ यो फिसमा एकदमै धेरै रहेछ करी बनाएर नि खासै खान त नसकिने रहेछ मजा आयो कत्रो काँडा यो माछाको मैले अर्को कुरा पनि यसो विचार गरेको नि पहिलाको माछाहरूमा अलिक धेरै मिट हुन्थ्यो क्या यसमा हड्डी धेरै छ मासु कम छ क्या अब यो फिस फेरि खाइँदैन साथीहरू अब फिसको टेस्ट नै डिफ्रेन्ट छ क्या बुढा चाहिँ खतरा छ एकदम नयाँ नयाँ कुरा ट्राई गर्नु पनि कौन चाहिँ तपाईँलाई पनि इन्ट्रेस्ट छ होइन मलाई फेरि खाना मात्र इन्ट्रेस्ट सानो हुँदाखेरि भेजिटेरियनै भए पनि मम्मीले मिठो मिठो पकाएर खानिदिनुहुन्थ्यो अनि त्यतै पल्केको थिएँ आफू पकाउँदिन्थेँ अब अहिले बिहा गरेको तपाईँसँग कति वर्ष भयो 15 14-15 वर्ष भइसक्यो 14-15 वर्षदेखि बुढाहरू छुट्टी मिठो मिठो पकाइदिएपछि म त मिठो पकाउनु ट्राई नै गर्ने भएन साथीहरू एनिवे एकजनाले मिठो पकाए भइहाल्यो फेरि धेरै मिठो खाएर यसै त ज्ञान लागिरहेको छ अब माछा खाइसक्नै पर्यो गाह्रो परि बिचमा ब्रेक लिनलाई मसरुम मलाई फेरि यस्तो इनोभेटिभ भएर पकाउनु पनि आउँदैन क्या अलिक यस्तो इनोभेटिभ भएर पकाउनु पनि आउँदैन क्या हड्डी एकदम सानो डर लाग्ने गरी बच्चाहरूले त्यो चिज खानै नसक्ने रहेछ तिनीहरूलाई त सिबास ल्याएर एयर फ्राई गरिदिएको एक सिबास सिब्लिम ल्याएर ठिक्क भयो मलाई फेरि फुड वेस्ट गर्न पटक्कै मन लाग्दैन क्या सानैदेखि नेपालीले सिकेको नि त अन्नले सराप छिन् फाल्नु हुँदैन भन्ने कुराहरू अटोमेटिकली दिमागमा सेट भएको छ क्या मेरो खाना फाल्नु राम्रो पनि होइन नि यसको म सिङ्गै बोन्स झिक्ने भएँ
टाउको खान मलाई त्यति इन्ट्रेस्ट लाग्दैन कहिले पनि। यसको त टाउको खाना पनि केही पनि खान्न। अरू माछाको त अलि धेरै नै हुन्थ्यो, लाइक लिटरली लो त्यसको पुरै हड्डी। वाउ वाउ। तर खासै मिठो लागेन यो माछा। हुन त मैले पकाउन नजानेर हो कि के हो? होइन, पकाउन त पनि जान्दछ बुढा, यो माछा नमिठो हो। त्यस्तो नमिठो भन्नाले खानै नहुने त छैन, तर अब हामी मिठो खाइरहेको बानी भयो क्या। हामीले खाएर आएको त्यो फिस नै टेस्टी नै हो। हाम्रो सिबास र सिबी पनि टेस्टी। अब नेपालमा त डिफ्रेन्ट डिफ्रेन्ट फिसहरू पाइन्छ, यहाँ चाहिँ त्यही मलाई दुईवटा थाहा छ मिठोमा। यसलाई चाहिँ एकदमै पावरफुल आँखा चाहिने रहेछ कि हड्डी निकाल्नलाई। हाम्रो गोरा साथीहरूले त यस्तो बोन्स भएको खानेकुरा खानु नै, यहाँको गोरा साथीहरूले उनीहरूलाई त फिसको पनि हड्डी निकालेको पुरै फिलेट मात्र खाने, अनि अब चिकनको त हड्डी सड्डी सबै निकालेर चिकन ब्रेस्ट अथवा डिबोन गरेको चिकनहरू खान्छन्। बोन भएको कुराहरू खासै खान उनीहरू प्रिफर गर्दैनन्। अब बोन भएको कुरालाई एक त यसरी पुरै दुइटै हात लाएर खानुपर्छ। यहाँ खासै भेराइटी खाना पनि छैन नि यो देशमा। त्यही अब अन्तबाट आएको खानेकुराहरू सबै संसारभरिका मान्छे छन्, त्यही भएर भएको हो। नभए त यहाँको खानेकुरा त के हो र, फिस एन्ड चिप्स त्यही त हो नि। अझ इन्ट्रेस्टिङली यहाँको मान्छेहरूले धेरै खाने हो ब्रेड। अब हामी त्यो स्पेनमा जाँदा, पोर्चुगलमा जाँदा, ग्रिसमा जाँदा खानेकुराहरू कति थियो। पोर्चुगलमा त्यो चिकन हामीले जस्तै करी बनाएर खाइन्थ्यो, उनीहरूले नि हड्डी सहितको। अब ग्रिसको मेडिटेरियन खाना त त्यही अनुसारको छुट्टै मिठो भइहाल्यो। वर्ल्डको वान अफ द बेस्ट खाना। ग्रिस त आई निड टु गो ब्याक अगेन क्या, यस्तो मिठो खानेकुरा थियो। म भनिरहेको छु होइन, कहिले जान, तर त्यहाँको जस्तो दामी खाना अरू कन्ट्रीको पनि, अब अफ्रिकाको पनि, अब मोरोक्कोको पनि मिठै थियो होइन, तर जिब्रोमै झुन्डिरहेको स्वाद हुन्छ नि, त्यो चाहिँ ग्रिसकै थियो क्या। जे पनि मिठो त्यो। अब मासुहरू पुरै ग्रिल नै थियो, धेरै सी फुडहरू खायौँ हामीले त्यहाँ पनि होइन, कस्तो मिठो मिठो सी फुडहरू थियो, एभ्रिथिङ थियो सी फुडमा पनि। एभ्री डे फेरि भेराइटिज क्या त्यो बफेमा लाग्ने हो। माई गॉड, ब्रेकफास्ट लन्च डिनर। अनि यति मिठो थियो त्यो। हाम्रो जस्तो स्पाइसेस पनि हाल्ने उनीहरूले, अब अर्कै ग्रिक स्पाइसेस नै होला, मेनली योगर्ट। तर त्यो फुड मेरो जिब्रोमै छ अझै। आई वान्ट टु गो ब्याक देयर जस्ट टु इट। टमाटो सालाडै कति फ्रेस एन्ड मिठो थियो। तपाईँलाई माछा पुग्यो? अब के पनि छैन, हड्डी मात्र छ खासा। लेमनी स्क्विज नगरिकन खान नसक्ने। अब धेरै खायो क्या। अब आजको लागि भिडियो हामी यहीँ इन गर्छौँ होइन। यो चाहिँ हाम्रो फर्स्ट भिडियो थियो हाम्रो यो नेपाली फ्यामिली युके च्यानलको चाहिँ। होप तपाईँहरूलाई मनपर्छ होला। र यदि यो भिडियो मन पऱ्यो भने प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला। हामी यस्तै अरू भिडियोहरू पनि लिएर आउँछौँ र फुड टुरहरू पनि गर्छौँ हामी। अब कहीँ घुम्न जाँदाखेरि अब त्यहाँको लोकल फुडहरूदेखि लिएर अरू पनि यो च्यानलमा ल्याउँछु। र हाम्रो अर्को च्यानल पनि छ, मानस एन्ड मिसा युके फ्यामिली भन्ने। त्यसलाई पनि माया गरिदिनु होला र त्यहाँ पनि गएर हेर्नुहोस्। हामीले त्यहाँ चाहिँ हाम्रो ट्राभल भिडियोहरू बनाएको छौँ, विभिन्न देशहरूमा गएको र यहीँ युकेको पनि लोकल ठाउँहरूमा गएको भिडियोहरू छ त्यसमा। त्यसलाई पनि त्यो भिडियोलाई पनि सब्सक्राइब गरिदिनु होला
ल यति भन्दै यो अहिलेको भिडियो चाहिँ यहीँ इन गर्छु र हामी अर्को भिडियोमा भेटौँला बाई Thank you for watching, friends. Bye.